काठमाडौँमा तपाईको बिजनेस छ, यदि बिजनेस छ भने तपाईले पक्कै पनि वार्डमा दर्ता गर्नुभएको होला। तर दर्तै गरेको छैन भने के गर्ने त? दर्ता गर्नुभएको छ भने यो तपाईको लागि सुनौलो अवसर छ। काठमाडौँ महानगरपालिकाले म्यासिभ ट्याक्स रिलिफ अनाउन्स गरेको छ। भन्नाले तपाईले यदि दर्ता गर्नुभएको छैन भने अब आउनुस् दर्ता गर्नुस्, तपाईलाई छुटै छुट छ। कहिलेसम्म छ त्यो छुट भन्दा यही असोज मसान्तसम्म छ। तपाईको अघिल्लो वर्षहरूको बिजनेस ट्याक्स पूर्ण रूपमा छुट हुनेछ। महानगरले शहरभित्र चल्ने सबै व्यवसायहरूलाई चाहिँ नेचर अफ बिजनेस, क्यापिटल इन्भेस्टमेन्ट र वर्किङ एरियाको आधारमा चाहिँ क्याटेगोराइज गरेको हुन्छ र जसले गर्दा तपाईलाई लाग्ने जुन चार्ज छ बिजनेस चार्ज, त्यो कुरा पनि यस्तै नेचरमा डिपेन्ड गर्छ। भन्नाले कसैको 5,000, कसैको 10,000, कसैको 15,000, कसैको 50,000, कसैको 1 लाखसम्म पनि बिजनेस चार्ज चाहिँ वडामा लाग्न सक्छ। पहिला चाहिँ के हुन्थ्यो भन्दा 2072-73 सालदेखि चाहिँ एउटा बेस इयर मानिन्थ्यो। तपाईले 60 सालमै बिजनेस दर्ता गर्नु भए तापनि तपाईको चाहिँ 2072 सालदेखि मात्रै चाहिँ व्यवसाय दर्ता गरे पुग्थ्यो। भन्नाले 2060 देखि 2072 सालसम्मको कुनै पनि ट्याक्स दिन पर्दैन थियो। यो जुन बेस इयर छ, यो बेस इयरलाई चाहिँ 2072-73 बाट चेन्ज गरेर 2079-80 बनाइएको छ। भन्नाले अब तपाईले पुरानो व्यवसाय छ भने पनि 2079-80 देखिको मात्रै ट्याक्स दिए पुग्छ। अझ यति मात्रै होइन, यदि तपाईले समयमै दर्ता गर्नुभयो भने यु विल गेट एन एक्सक्लुसिभ 10% डिस्काउन्ट अन ट्याक्स अमाउन्ट एज वेल। तपाईले अब जति तिर्नुपर्ने हुन्छ त्यसमा पनि 10% छुट छ। तर याद गर्नुहोस्, यदि तपाईले अब पनि दर्ता गर्नु भएन असोजभित्र भने एक्स्ट्रा 1000 रुपैयाँ जरिवाना लाग्छ। यसको लागि के गर्ने भन्दा नजिकको वडामा गएर सम्पर्क गर्ने र हामीलाई फलो गर्ने।